आज मैले सेतो रसबरी बनाउन गइराखेको छु। अनि यसको रेसिपी पहिला सुरुमा दुध उमाल्ने अनि दुधलाई फटाल्नलाई कागती लिन सक्नुहुन्छ। अनि कागती निचारेर दुधमा हाल्दिने अनि दुधलाई मजाले फटाल्ने। हुन्छ, यसरी यो दुध फाटिसकेको छ। अब यसलाई हामी पखाल्ने छौँ कपडामा राखेर। यसरी कपडामा राखेर अनि यसलाई पखालेर एकछिन हामीले यहीँ झुन्डाइदिन्छौँ। यसको जबसम्म पानीहरू पुरै निक्लिँदैन तबसम्म यसै कपडामा हामीले झुन्डाएर अनि एकछिनपछि के गर्छु म तपाईँहरूलाई देखाउँछु। यसरी मजाले मिची पखाल्ने छौँ यसभित्र राखेर। हेर्नुहोस् त, मजाले निक्लिनुपर्छ किनभने यसमा अमिलोहरू छ कागतीको। त्यसले गर्दाखेरि हाम्रो रसबरी राम्रो हुँदैन। अनि त्यही भएर हामीले मजाले मिचेर यसलाई पखालेर अमृतसेर हेर्नुहोस् कस्तो भएको छ। यस्तो छ अहिले यस्तो छ। अब यसलाई हामीले मजाले पखालिसक्यो र यसलाई हामी एकछिन पानी तर्काउन यसरी राख्नेछौँ। सुकिसकेको छ अब यसलाई हामी मजाले मिच्छौँ। मजाले मिचेर यसको जबसम्म यो तेल जस्तो निस्किँदैन हातमा मिच्दै अनि हामी बल्ल त्यसलाई डल्लो बनाउँछौँ फेरि मिचेर। हुन्छ, म यहाँ चास्नी रेडी गरिछु अनि डल्लोहरू फेरि यत्रो सानो गराएको छु, 5वटा मात्रै गराएको छु मैले थोरै कस्तो हुन्छ भनेर। अनि यो डल्लो चाहिँ फुल्लिएर ठुलो हुन्छ अरे, अनि ठिक्कको बनाउनु होला। अनि यो चास्नी अब यो रेडी भइसकेको छ। यसमा थोरै हामीले यो दुध हालिदिन्छौँ किनभने यो फोहोर जति पनि छ यो चिनीको चास्नीको त्यो सफा गराउँछ यो थोरै दुधले। हेर्नु त कति सफा भइसकेको छ, कालो थियो सुरुमा कालो। ल हुन्छ, म यसलाई राखिदिन्छु, यो डल्लाहरूलाई राखिदिन्छु। अनि यसलाई राखेपछि चाहिँ तपाईँहरूले यसलाई नचलाउनु होला, ढाकिदिनु होला। यो ढाकिदिएपछि अनि यो ढाकेपछि अनि बल्ल यसलाई चलाउनु होला। हुन्छ, यसपछि अब म यो पाकेपछि देखाउँछु। 15 मिनट राख्नेछौँ यसलाई। हुन्छ, हाम्रो यत्रो ठुलो भइसकेको छ। हेर्नु त हामीले कति सानो डल्लो राखेको थियौँ, यत्रो ठुलो भएको छ। अब यो रेडी भयो। हुन्छ, हेर्नु त मैले कटोरामा राखिसकेको छु रसबरीलाई। अनि यो रसबरी अहिले कति ठुलो भएको छ सुरुमा राख्दा भन्दा। हेर्नुहोस् त